नमस्ते सबैजनामा आज म आएको छु स्किन केयर प्रोडक्टको कुरा गर्न है त। यस्तो स्किन केयर प्रोडक्ट जुन चाहिँ म लामो समयदेखि युज गरिरहेको छु त्यो हो भाइटामिन सी, स्किन डिभाको भाइटामिन सी। यो चाहिँ म एकदमै लामो समयदेखि युज गरिरहेको छु र चाहिँ यो चाहिँ मेरो अलमोस्ट सकिएको बोतल हो। यो भाइटामिन सी को बारेमा चाहिँ मैले टिकटक शपमा एकदमै धेरै सुने पछाडि मेरो पनि यो डार्क स्पटहरु एकदमै धेरै भिजिबल थियो। त्यही भएर यसले के हेल्प गर्छ कि भनेर मैले अर्डर गरेको थिएँ। साँच्चै नै एकदमै अमेजिङ रिजल्ट दिएको छ। यो एक बोतल अराउन्ड सकिन लाग्दा चाहिँ यो एकदमै धेरै मेरो डार्क स्पटहरु चाहिँ इन्भिजिबल भएको छ। यो भाइटामिन सीले डार्क स्पट कम्प्लिटली जाने त हैन, तर इन्भिजिबल बनाउन जसरी कि यसलाई लाइट गर्न चाहिँ एकदमै धेरै हेल्प गर्छ। र मैले फेरि यो अर्को नयाँ बोतल ल्याएको छु, मेरो अलमोस्ट सिद्धिन लाग्यो। त्यही भएर यसले चाहिँ हाम्रो डार्क स्पटलाई, हाम्रो अनइभन स्किन टोनलाई चाहिँ इभन स्किन टोन अनि डार्क स्पटलाई लाइट गर्न एकदमै धेरै हेल्प गर्ने रहेछ। मैले पनि टिकटक शपमा जताततै यसको एडभर्टाइज देखेर अर्डर गरेको थिएँ, जुन युज गरेपछि चाहिँ म एकदमै 100% सेटिस्फाइड छु यसको रिजल्टबाट चाहिँ। र हजुरहरू पनि यस्तै प्रब्लमदेखि फाइट गरिरहनु भएको छ, फ्रस्ट्रेट हुनुहुन्छ आफ्नो अनइभन स्किन टोन, डार्क स्पटहरु आएर भने चाहिँ यो भाइटामिन सीले हजुरहरूलाई पक्कै पनि एकदमै धेरै हेल्प गर्नेछ है त। युज गरी हेर्नु होला, एकचोटि ट्राई गर्नुहोस्, 100% सेटिस्फाई हुनुहुन्छ भन्नेमा चाहिँ म विश्वस्त छु। र हजुरहरू लिन चाहनुहुन्छ, एकचोटि ट्राई गर्न चाहनुहुन्छ भने चाहिँ मैले तल लिंक राखिदिएको हुन्छु। मेरो लिंकमा क्लिक गरेर बाई गरेर एकचोटि ट्राई गर्न सक्नुहुनेछ है त। थ्यांक यू, बाइ बाइ।